तपाईँ जुन ठाउँमा उभिनु भएको छ नि त्यही मुनि करिब 50 जना मानिसहरूको लास गाडिएको छ। शाही सेना र मुक्ति सेनाको बीचमा गोली हानाहान भइराखेको रहेछ। पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यही मुनि बस्नु उभिनु भएको छ। तपाईँले भोलि कार्यक्रम गर्ने ठाउँ पनि त्यहाँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्। नमस्कार। नमस्कार हजुर। हजुरको शुभ नाम? मेरो नाम तोपमान सिंह गुरुङ। हजुर। म नेपाली काङ्ग्रेसको पूर्व जिल्ला सभापति। हजुरको जन्म चाहिँ? जन्म मेरो तनहुँ जिल्ला पर्यो, ब्यास नगरपालिका वडा नम्बर 8। जन्म साल? 2002 साल चैत्र महिना। अब यहाँ हाम्रो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ महाधिवेशन भइरहेको छ, त्यसको उद्घाटन कार्यक्रम हिजो गेस्ट हाउस चौरमा भयो। गेस्ट हाउस चौरमा चाहिँ तपाईँहरूको चाहिँ पार्टी सभापति अहिलेको गगन कुमार थापाले चाहिँ त्यहाँको चाहिँ एउटा चाहिँ घटना चाहिँ उक्क्याउनु भयो। त्यो घटनासँग चाहिँ तपाईँ कसरी जोडिनु भएको बताउनुहोस् न। त्यो घटनासँग त वास्तवमा यो तत्कालीन पञ्चायतको विरुद्धमा नेपाली काङ्ग्रेस पार्टीबाट पञ्चायतको विरुद्धमा सशस्त्र क्रान्ति गरेर मुलुकमा लोकतन्त्र स्थापना गर्ने भन्ने लक्ष्य लिने हिसाबले निर्णय गरेका थियो। त्यो निर्णय गरे अनुसार चाहिँ पलमान सिंह राईको नेतृत्वमा लालध्वज गुरुङ, सूर्यभक्त अधिकारी, इमान सिंह गुरुङ अनि हरिप्रसाद गुरुङ लगायतका साथीहरू मुक्ति सेनामा आउनु भएको थियो। त्यो आउँदाखेरि भरतपुर क्याप्चर गर्ने सिलसिलामा अब भरतपुरमा तत्कालीन सुरक्षाकर्मीको प्रमुख थानेदार भरत गुरुङ हुनुहुन्थ्यो। उहाँलाई यसरी हामी चाहिँ भरतपुर कब्जा गर्न आउँदैछौँ, माघ 26 गते राति 12 बजे तपाईँले स्यालेन्डर गरिदिनु पर्यो भनेर लेखेको पत्र सूर्यभक्त अधिकारी लालले मलाई पुर्याउन भनेर मलाई दिनुभयो र त्यो पत्र लिएर मैले थानेदार भरतगुङलाई बुझाएँ। कति गते बुझाउनु भयो? बुझाएँ 24 गते बुझाएँ र 24 गते बुझाएँ र उहाँले रेस्पोन्स गर्नुभयो। हुन्छ म स्यालेन्डर गर्छु भनेर भन्नुभयो र मैले त्यही मेसेज दिएँ। त्यसपछि माघ 26 गते ठिक राति 12 बजे अनि मुक्ति सेना क्याप्चर चाहिँ गर्न जानुभयो र उहाँले स्यालेन्ड गर्नुभयो, छोडिदिनु भयो र चितवन चाहिँ 48 घण्टा क्याप्चर भयो। 48 घण्टासम्म मुक्ति सेनाले चितवनमा चाहिँ तपाईँको चहल पहल गरे। 48 घण्टापछि फेरि पुनः शाही सेनाले रिक्याप्चर गरेपछि अनि शहीद जगत प्रसाद जन्शाह, बुद्ध सिंह राणा, हरिप्रसाद गुरुङ लगायतका साथीहरू, थुप्रै साथीहरूलाई त्यहाँ शाही सेनाले मारेर पुलचोक मुनि नगरवनको छेउछाउमा लगेर गाडेका हुन् र त्यतिखेर अरूलाई पनि धेरै मारेका हुन्। मोटामोटी 80-90 जना मान्छे मारेर त्यहाँ चाहिँ गाडेका हुन्। अनि त्यसरी रिक्याप्चर शाही सेनाले गरेपछि लालध्वज गुरुङको नेतृत्वमा फेरि लमजुङ तनहुँ गोर्खा क्याप्चर गर्ने भनेर अनि पहाडतिर लागे लालध्वज गुरुङहरू, सूर्यभक्तहरू। अनि मनापाङ भन्ने ठाउँमा उहाँहरू गिरफ्तार हुनुभयो। त्यहाँ गिरफ्तारी भएपछि जस्तो तपाईँ चाहिँ त्यो ठाउँमा कहिले जानुभयो फेरि? 24 गते पछाडि? 24 गते पछाडि म 28 गते गएँ। 28 गते गएँ, जाँदाखेरि शाही सेना र मुक्ति सेनाको बीचमा गोली हानाहान भइराखेको रहेछ र म बाटैबाट फर्केँ। त्यहाँ जान सकिएन है, सकिएन। त्यसपछि म घर आएर बसेँ, वारन्ट भयो, मलाई पनि वारन्ट भयो। अनि म पनि इन्डियातिर जानुपर्ने बाध्यता आएको थियो र त्यसपछि म चाहिँ इन्डिया गएर भारत नरकगञ्जमा 8 वर्ष प्रवास बसेँ। त्यहाँ प्रवास बस्ने क्रममा पार्टीको काम गर्ने सिलसिलामा यो झण्डा गाड्ने पर्चा बाँड्ने सिलसिलामा 2021 सालमा म चितवन आएको थिएँ। भोज विक्रम राई भन्ने जिल्ला शिक्षा अधिकारी हुनुहुँदो रहेछ। मलाई देखेपछि ओहो
तिमीलाई त समातिहाल्छ नि भनेर त्यो गेस्ट हाउसमा चितवन गेस्ट हाउसमा उहाँको अफिस रहेछ, बस्ने ठाउँ रहेछ, त्यहाँ लिएर जानुभयो। त्यहाँ लिएर जाएर बस्दाखेरि अनि ती चाहिँ मुक्ति सेनाका कमान्डरहरूलाई जहाँ गोली हानेका थिए त्यो कोठामा गएर चाहिँ हेर्दाखेरि जम्मै माकुराको जालले भरिएको कोठा, अनि भित्ता जम्मै चाहिँ रगतले लेसिएको, सबै रगतको टाटाहरू भएको, बरन्डामा जम्मै रगती ताल परेको टाटा मैले देखेँ। त्यसपछि त्यहाँ चाहिँ उहाँहरूलाई त्यहाँ टर्चर गरेर साइसेनाले मारिसकेपछि उनीहरू लगायत जति समातिएका चाहिँ सबैलाई मारेपछि लहर चाहिँ उहाँ नगरवनको चाहिँ नारायण किनारा लहर चाहिँ गाड्या हुन् तिनीहरूलाई। भनेपछि तपाईँ 21 सालमा आएर हेर्दा पनि रगतको चाहिँ त्यहाँ चाहिँ थियो, टाटो थियो। 21 सालमा हेर्दाखेरि त्यो देखियो मैले। भनेपछि तपाईँ त्यति बेलाको चाहिँ 16-17 वर्षको कलिलो ठिटो 16-17 को कलिलो केटो थिएँ। अहिलेको हिसाबले भन्दा जेनजी भन्दा पनि सानो। त्यही बुझौँ भनेर आएको हजुरको। ल यति हो। ल थ्याङ्क यू। ल कान्छीपुर प्रतिनिधिलाई मेरो पनि धन्यवाद छ है, आइदिनु भयो।